कुरो रोटी पाक्दैन खान्छ रोटी दुईतिरै फर्कनुपर्छ तैँले पनि मेरो केही काम गरिदिनु पर्छ र तेरो भविष्य पनि मैले बनाइदिन्छु ल ल हुन्छ बुवा म तपाईँलाई यसो विचार गरेर भन्छु नि सब खेल हो आफ्नो आफ्नो नसीब यो तिमीले ठिक गरेन यो राम्रो पनि होइन के रे कान्छा बा जे जस्तो भए पनि जे परे पनि सबै थुक बेचेस् तर आफ्नो इमान नबेचेस् है भनेर सिकाएका थिए हजुर बाले मलाई यो हो कथा गरी